हेलो हेलो गाइस यहाँ अहिले चाहिँ अब आज बेलुका आउँछ हो कि भोलि आउँछ टाइफु भोलि र पर्सि बेलुकाबाट सुरु यहाँ ओकिनावा हामी चाहिँ ओकिनावाबाट हैन टाइफु आउन लागेको छ सायद बेलुकादेखि रातिदेखि आउन थाल्छ होला अनि हामी चाहिँ यहाँ टाइफु आउन लागेपछि पुरा एकदम हैन सरसामानहरू चाहिँ एकदमै खाँचो पर्छ अनि त्यसको लागि चाहिँ हामी सपिङ गर्न जाँदैछौँ हैन अनि सपिङ चाहिँ कहाँनिर जाने रे जुनु यही नजिक कहाँ यही नजिक युनियन ए युनियन हामी साथसाथै यो सानो फुच्चे पनि छ यो हाई गर्दौ न हाई गर्दौ हाई गराउँछ हाई गर्छ फेरि यो बच्चाले आयो कस्तो अहिलेदेखि नै हावाहुरी चलिसकेको छ है हैन अहिले सुरु हुँदैछ आउँदै होला कि अब अनि टाइफो भन्ने चिज चाहिँ कस्तो हुन्छ के हुन्छ टाइफोमा कस्तो हुन्छ भनेर चाहिँ त्यो अनुभव चाहिँ मलाई हैन पुरा लिनु मन छ कि सकेसम्म खुट्टा नराख छोरा माथि राख सकेसम्म यदि यहाँ राख खुट्टा मैले सकेसम्म भोलि टाइफो यदि आयो भने चाहिँ सकेसम्म म त्यो टाइफोको भिडियो चाहिँ बनाउने छु हैन यदि सकेको छु भने टाइफोको भिडियो बनाउनमा मोबाइल मान्छे सबै उडाउनु नउडोस् तर हावा पनि लास्टै हावा आउँछ होला है हिँड्ने हो हिँडेर जाने हो अनि अहिले अब हामी सपिङको लागि जाँदैछौँ हैन माथि राख खुट्टा टाइफो आउँदाखेरि चाहिँ पानीहरू बत्तीहरू पुरा एकदम खानेकुराहरूको नि सर्टेज हुन्छ अरे हैन अनि हामी चाहिँ अब 1-2 दिनलाई हुने गरी सामान किनमेल गर्नको लागि जाँदैछौँ मलाई धेरै बोल्न त आउँदैन मात्रै भनिदियो छिटाउ बोल न तिमी पनि केही के बोल्नु बोल केही आएर न कपाल कस्तो उडाएको छिटो हातै गल्यो को हो र कोलाई सुशील तिमीले चाहिँ जापान आइकन टाइफुको अनुभव लिएको छौ 6-7 चोटि 6-7 चोटि ओ माय गॉड 6-7 चोटि आइसके साँच्चै भन्दैछौ नि